तपाईहरुकै अनुरोधमा फेरि नयाँ भिडियोमा म गाउँले जडीबुटी लिएर उपस्थित भएको क्रममा आज म गाउँले अर्गानिक सिस्नोबाट सुरु गर्दै छु। सिस्नोलाई मजासँग खाने यो भिडियो चाहिँ विशेष गरेर हाम्रो टिकटक स्टार कुल बोयको लागि मैले बनाउँदै छु। त्यसलाई कुल बोय भाइ 2-4 पात सिस्नो खाइसकेपछि 2-4 पात टोप्लेदार खाने। त्यसपछि कुलबोय भाइ हाम्रै जंगलको अर्गानिक जडीबुटी 2 पात वन धनिया खाने बिहानको सुरुवातीमा। त्यसको सुरुवाती सँगै फेरि वन धनिया खाइसकेपछि फेरि 2-4 पात करीपत्ता खाने। करीपत्ता खाइसकेपछि कुलबोय भाइ फेरि हाम्रै घर गाउँमा पाइने तुलसीका 2-4 पात फूलहरू खाने। एक 2 पात नीमका पत्ताहरू खाने। अर्गानिक जडीबुटी तेज पत्ताको पात खाने। एक 2 पीस अर्गानिक लसुन का पट्टीहरू चपाउने। जंगलबाट ल्याएको थोरै भए पनि बोदोको टुक्रा सँगै हाम्रै गाउँमा फलेको अर्गानिक अदुवाको टुक्रा खाइसकेपछि कुलबोय भाइ मुखलाई मिठास बनाउनको निम्ति गाउँकै अर्गानिक जडीबुटी रमरम मरटी पनि 2 पीस खाने। मरटी खाइसकेपछि यस मिठाससँग सुगमा सुगन्ध थप्नको निम्ति कुलबोय भाइ 1 2 पीस अमलाहरू खाने। मजासँग चबाएर यो आमिलो स्वादसँगै थोरै 5-10 ग्राम यो घिउ कुमारको घिउ खाने। सबै चीज मजासँग चबाइसकेपछि अनि लास्टमा यो गाउँको यो जंगलको झरनाबाट आएको झरनाको मनतातो पानी मस्तसँग पिउने।